एक उच्च जुत्ताले फेरि अहिले उता पुगेर हान्नु फेरि बनाएन कहिले किन गराएको त नाच्यो यो नि भयो कहाँ त्यहाँ हाल्नु हो त्यहाँ हाल्छ डढे यस्तो भयो ऊ हाल्दिनु के रगनी बेसन अलि हाल्नु बेसन अलि हाल्नु नबिर्से हो के यहाँ के गरे फेरि टमाटर हाल्नु ऊ हाल्नु न मसलाहरू गरम मसला नहाल्नु जिरा अलि हाल न के गर्यो नौ छिट्याउनु यहाँ तिमी नुन आयो गरम मसला हाल्यो कि छैन हालेको नुन अलि हाल कस्तो राम्रो जाने भयो भिडियो गरेर ए कति सेपको जस्तो बोल्न जाने है कति सेपको जस्तो बोल्न थोडा के मटर चाहिँ कति खेल्नु लास्टमा यो मान्छे एक नम्बर यता चाहिँ एकदम सोझो है यति फरक यति भेदमा हाँसेको हाँसे के हालेर बनाएको काजु र मगज काजु मगज मात्रै हो काजु र मकै मगज मगज ओके खरबुजाको बिहा फर्सीको बिहा खरबुजाको बिहा के वाटरमेलन काजु मात्रै हाल्यो नि हुन्छ के काजु मात्रै पिस्छ नि दुध हालेर यति के दुध हालेर बोइल पिस्नु गरेर दुध हालेर त्यसपछि छोडेर क्रिम ऊ हाल न ओ कस्तो त्यो अलिक सानो पारा है ग्यास रेट धेरै छ है पानी अलिकति हाल्नु न भयो तिमीले कलर आएन अझै यिनले रोगनी थोरै हाले कि रोगनी हाल्दिनु रोगनी माथिबाट हालेर छोडिदिनुहुन्छ दिदीलाई यहाँनिर सबैले खोजिरहेको छ कहाँ हुनुहुन्थ्यो कहिले हस्पिटलमा हो नुन चाह त नुन लागेको लागेन नुन लाग नुन लागेन नुन हाल नुन चिनी सबै हालेर चाख्नु त मगे हातै नदिएर टाउको पनि लाग कच्ची त्यसपछि यो भन्दा चखाइ के पुगेन सोधेको तपाईँलाई पुगे पुग्यो हल्का पानी हाल्नु अलिक खट्टा भयो नुन हाल्दैन त छैन हाल्यो करेन्ट हाल्यो भयो नुन दिएर न बस बाबा अलिकति अमिलो भयो थोरै चिनी हाल्ने नत्र भने बवाल तर कलर त्यस्तो आएन रहेछ नि त रोगनी पाउँछ देख्दा यस्तो हुन्छ यो प्र्याक्टिकल भनेर हाते अब अर्कोचोटि गरेपछि विनर होइन अनि यो सबै हालिदियो किन राख्नु काजु मगज नमिलो यो झन् बवाल है क्रिम हालिदिनु पर्छ रेडीमेड हाल्टै हो रेडीमेड रेडीमेड बस ल बस तुरन्तको तुरन्त फट उदलै जाऊ त्यसले त्यसमा कलर हाल्नु होइन रोगनी थोरै हाले कि यिनले कलरै आएन
सेलको दोकानमा घुमाएर ठिकै दियो सेपले छोएपछि त ल सेपले छोएपछि कस्तो हुन्छ नि यो पनिर पनिर यिनीहरू खाना 10 वर्ष बनाएको नि मैले बनाएको हाम्रोमा यो के भन्छ भेजहरूले प्रायः पनिरकै आइटमहरू खान्छ हो यी यस्तो अब भोलि कडाई पनिर छ नि कडाई पनिर बबाल हाल्यो पर्सिको दिन पर्सिको मै हुँदैन के भयो अझै अलिक पुगेन नि अलिक फ्लाइट मिठा पनि बचाइदेऊ न त्यो मसला हाल्न गरम भयो हाल्दिनँ है चाका खट्टा भयो भने चिनी हाल्नु मात्र भयो बाँकी चिनी कति ठोक्नु खट्टा मुखीले चाहिँ धेरै गएको छ क्या भयो भयो चाका र यस्तो स्मुथ पनि त त्यो एरियामै कसले बनाउनु जस्तो बबाल हो यस्तो बबाल भइसक्यो कति बगाएर पाकेछ चिनी चाहिँ कुनै पनि करीमा